75 वर्ष। जीवनका धेरै अध्याय पार गरिसक्नु भएकी दुर्गादेवी खतिवडा आमाले अर्को कठिन अध्यायलाई पनि जित्न सफल हुनुभयो। म पिसाब थैको क्यान्सरको रोगी। म विराट चुचुङमा उपचार गर्दैछु। अहिले अलिक राम्रो हुँदैछ, खानपिन पनि राम्रो हुँदैछ। क्यान्सरको रोगी भनेर कसैले पनि नडराउनु होला, उपचार गर्दाखेरि राम्रो हुन्छ। सबैलाई म यही भन्न चाहन्छु। डरभन्दा ठूलो थियो उहाँको आत्मविश्वास। सफल शल्यक्रिया र उपचारपछि आज उहाँ आफ्नै अनुभव सुनाउँदै अरूलाई पनि समयमै जाँच र उपचार गर्न प्रेरित गरिरहनु भएको छ। अहिले म 75 वर्षको भएँ, त्यही पनि क्यान्सरमा लडिरहेको छु। डाक्टरले पनि पहिले नै सुनाइदिनु भएको थियो मलाई, र पनि म नआत्तिकन उपचार गरिरहेको छु। सबैजना नआत्तिकन उपचार गर्नु होला। किडनीको अपरेसन पनि गरे हो, भरतमरी डाक्टरले गर्नुभएको हो। त्यहीँदेखि यहाँ उपचार सुरु भयो। अहिले यही टिचिङमा उपचार हुँदैछ। खानेकुराहरू पनि राम्रो छ, खाना रुच्दैछ, खाना खाँदैछु। सबै चिजहरू नखानु भनेको चिजहरू खाएको छुइनँ, खानु भनेको कुराहरू खाँदैछु। अरूलाई पनि नडराउनु, उपचार गर्दा निको हुन्छ। क्यान्सर लाग्ने बित्तिकै मरिन्छ भन्ने हुँदैन, निको हुने रहेछ भन्ने। उहाँलाई चाहिँ म धन्यवाद दिन्छु। म डाक्टर साहेबको त धेरै कता यहाँसम्म पहिले नै सुनाइदिनु भयो। म आत्तिनँ पनि, पहिले सुनाइदिएको मलाई डर पनि भएन। त्यसैमा म खुसी छु। मैले थाहा पाएको पोहोर भदौदेखि हो, भदौदेखि थाहा पाएको हो। त्यहाँभन्दा अगाडि केही पनि भएको थिएन। पिसाबबाट रगत गएको हो, त्यति हो पहिले लक्षण देखिएको। त्यहाँभन्दा अगाडि केही भएको पनि थिएन। उमेर कहिल्यै उपचारको बाधा हुँदैन। समयमै जाँच र सही उपचार र सकारात्मक सोचले क्यान्सर विरुद्धको लडाईँ जित्न अवश्य सकिन्छ।